हेलो 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 गाइज, आज चाहिँ म कहाँ जाँदैछु भने जुत्ताको लागि सेन्टर हिजो गएको थिएँ। आज डे टु डे जाँदैछु मेरो दाईसँग। फेरि आज दाईको गेटअप अलिक छुट्टै छ, फेरि एकदम हिरो तरिकाको छ आज चाहिँ। आज चाहिँ टक्कर डे टु डे गएर हेर्ने हो। अस्ति जाँदा त सेतो सेतो मात्र थियो, मलाई राम्रो देखाएको छ त्यहाँ। अस्ति जाँदा सेतो सेतो थियो, आज गएर कालो कालो छ भनेको छ। तर मेरो साइजको छैन, अलिकति ठुलो छ भनेर म ठुलो साइज लिएर आउने हो। तर पनि खैर केही छैन, 10 दिरामको त नि यार। अरू त के गर्ने, कस्तो कालो आउँछ नि हो। कहिले काहीँ त राम्रो देखाउनु नि हो, आइफोन नै नचाहिने जसरी यार। त्यस्तो बिल्डिङ छ। अस्ति हिजो उति त गएको सेन्ट्रो। अरे यार नकास भनेर हुन्छ यार, नकास भनेर हुन्छ यार। घाँटी घाँटी चलाउँछ नकास्नु यार। के साह्रो गर्ने हो मलाई थेट। हावा दाइ यार, तपाईँ त्यस्तो कुरा नगर्नु है मेरो अगाडि। नकास नकास अरे। अरू केही छ? हेलो एभ्रीबडी, सबैलाई जेब्रा क्रसबाट सट्ट जानु पर्यो। दुबईको जेब्रा क्रस है। यताबाट गाडी आए पनि ठ्याक्क रोक्छ हामी हिँड्दाखेरि। तपाईले जताभावी गर्नुभयो भने फेरि ठ्याक्कै लाग्छ नि। फेरि ठ्याक्कै जताभावी त्यतिखेर काट्नु मिल्दैन नि त। नेपाल इन्डिया होइन के रे, अर्काको देश, अर्बाब देश, अर्बाब देश। ल डे टु डे चाहिँ अलिकति टाढै छ कि, अब शङ्का गर्नेहरूले शङ्का गर्छन्, त्यही भएर भिडियो नि बनाउनु पर्ने हुन्छ। तपाईँहरू नि हेर्नुहोस् अनि मजा लिनुहोस्। अब यहाँ बस्नेहरूले चाहिँ सपोर्ट पनि गर्नु पऱ्यो क्या। सपोर्ट गर्नु पऱ्यो होइन, सपोर्ट गर्नु पऱ्यो भन्दा पनि अब मलाई चाहिँ अलि भिडियो त बनाउनु मन लाग्दैन त्यही साह्रो। अब यही पनि भिडियो जारी छ कि बनाउनु चाहिँ होइन। त्यही भएर मलाई नदेखे पनि यसो मेरो भोइस सुन्नु होला, अनि जेसी दाइलाई हेर्नु होला। ल यो भिडियो त राम्रो छ यो। हेलो गाइजहरु, आज मैले होइन दाइ, जेसी दाइ, आज मैले के देखेँ भने टिकटकमा टक्क होइन, जुन चाहिँ अब बिहे गरेर यहाँ दुबई अथवा दुबई कहाँ विदेशतिर यस्तैतिर आएको रहेछ। अनि पहिलाको हस्बेन्ड अनि अहिलेको हस्बेन्ड भनेर हालेर चाहिँ क्या, एउटा नेपाली पहिलाको हस्बेन्ड, अनि त्यसपछि अहिले चाहिँ पाकिस्तानी। अन्त कहाँसम्म चाहिँ गिरेको रहेछ त मेरो दिदीबहिनीहरू। सबैलाई त म भन्दिनँ, जसले हाल्यो त्यसले। नखासौँ भन्दा नि हाँसी आउँछ क्या, त्यही भएर तनाव लाग्छ। अस्तिको फोटो मैले खिचेको, यहाँ खिचेको, यो दाइले खिचिदिएको यार। कहिले टाटे कहिले आटे पारेर खिचेर यार लास्टमा म आफैले एडिट गरेर बनाएर चाहिँ अनि एकदम राम्रो बनाएको। डे टु डे चाहिँ अब यस्तो गएर सक्क यता होइन। हेर्न मलाई थाहा छैन होइन, त्यही पनि गरिदियो। डे टु डे भित्र अब चाहिँ अब बिस्तारै जाँदै गरौँ, बिस्तारै जाँदै गरौँ होइन। अब यति नै होला, यति नै होला, खालि यति नै होला भन्नु के हो भाइ, खालि यति नै होला। ल अब काटेर, अब यो त काटेर हालिदिन्छु म, मतलब होइन। ल डे टु डे आइपुग्यो हामी चाहिँ, ठिकै छ। पछि कुरा गरौँ ल। डे टु डे, अब डे टु डे भित्र छिरेर चप्पल जुत्ता हेर्नुपर्छ। अब भिडियो त बनाउनु नआउने त्यो मलाई थाहा छैन होइन, अब बनाउनुपर्छ। यस्तो जाउँ मेट्रोको लाइन डे टु डेमा सलक्क छिरौँ। त्यहाँबाट आएको मान्छेहरू अब आइफोनमा भिडियो बनाउँछन्, आफू टक्क होइन एन्ड्रोइड फोनमा सलक्क। चप्पल त देखायो है, चप्पल छ कि छैन पो हो। कस्तो हावा चल्यो क्या। टुक्रेको मुटुमा। ल अब चाहिँ भित्र छिरेर भिडियो गरौँ ल, किनभने जाम छ। ल महाकसम जाउँ न, कुदेर जाउँ न।
ल त्यहाँबाट क्रस गरेर आइपुग्यो डे टु डे यस्तो है। मजा छ जाउँ ल अब भित्र जाउँ। जेसिदा माथि पुगिसक्यो। कति राम्रो तरेन जेसिदा अब ल अब जुत्ता देखाउनु तपाईँ मलाई। यो सेतो छ के कस्तो सेतोमा कालो लाग्छ नि त अब होटलमा त यस्तोमा फेरि कस्तो कालो यस्तो दुलो पराए मात्र छ बल खतरा छ फुटबल सुज सब तना भयो यार भेटेन। यो लिएर जानुपर्छ क्या हो यस्तो लिएर जाने हो त छिर्छ क्या पानी यार होइन यहाँ भित्र छ त के हो सुनिलको जस्तो रहेछ त ए त्यो त पल परेको पो रहेछ न भयो यार भेटेन नि यार यत्तिकै रित्तै जानु पऱ्यो भाइ यहाँबाट कि चौधल यस्तो दामी त्यस्तै पायो यार फर्किनु पऱ्यो यार आज पनि खतम खलास टाटा। लो साथीहरू डे टु डे हो है अघि पनि देखाइसक्यो अब छोडेर जाँदाखेरि पनि देखाइदिन्छु एक झलक। अब यो जुनीमा मैले प्लास्टिकको जुत्ता नलाउला जस्तो छ अर्को जुनीमा पो खोज्नुपर्ने होला प्लास्टिकको जुत्ता खैर केही छैन। साला पार्टी सुज लगाएर काममा जान्छु पार्टी सुज लगाएर काममा जान्छु भन्ने मलाई लागिरहेछ पाउँदैन यार तनाव लाग्दैन यार। नेपाली ब्रदर घुम्दै घुम्दै आइसक्यो यहाँनिर के रहेछ यार पार्किङ यहाँनिर पार्किङ बिरालो सुतिरहेछ यहाँ बस्ने हो ल के साह्रो ल फोटो खिच्नु रहेछ यार मैले यसरी नै खिच्थेँ फोटो भिडियो फोटो खिच्नु रे फोटो खिचेर मेट्रो गयो ल यसलाई चाहिँ मेट्रो भन्छ है छैन। अब यति नै हो हाम्रो भिडियो चाहिँ अब 2-3 मिनट कति बन्छ त्यति नै खासमा। अब किनभने अब कपालमा भेटेपछि चाहिँ अब त्यत्तिकै रुम फर्किने कुरा मात्र आयो है त्यस्तै हो। अब बाई बाई ओके खलास। अब जेसी दाइ भनेको अब यो के हो यो 100 के हो बगी राइड के भनेर जेसी दाइ के ल कसो भनेर यति रमाइलो छ जिन्दगी डे टु डेमा पाएन केही पनि। लगाइजहरू अब हामी चाहिँ अब रुम लाग्यौँ होइन। अब भेटेन नि त चप्पलै अब भेटेन प्लास्टिकको चप्पल लाउने त मेरो त उनै रहेनछ क्या भाग्य नै रहन्छ मेरो प्लास्टिकको चप्पल लाउने भनेपछि अब अलिक भिआइपी चप्पल लाउने मात्र भाग्य होला सायद मेरो। त्यही भएर प्लास्टिकको चप्पल चाहिँ भेटिन अहिलेसम्ममा 1 महिना लगभग भइसक्यो। त्यसपछि अर्को कुरा जे जति नि भिडियोमा अब राम्रो भने यसो कमेन्ट ठोकिदिनु लाइक ठोकिदिनु त्यति हो। बाई बाई सी यू टुमरो भन्दिनँ म धेरै पछि भेटौँला।